Hello guys, welcome to my new blog. अनि आज चाहिँ हामी छौँ बिर्ता बजारमा। आज चाहिँ हाम्रो यात्रा भनेको हाम्रो झिलसम्मको यात्रा रहेको छ। केटाहरू अगाडि जाँदैछन् यहाँनिर। वेलकम टु माई न्यू ब्लग केटा हो। अब चाहिँ हामी जाँदैछौँ झिलसम्मको यात्रा छ आजको हाम्रो। सबैले हेरिदिनु होला, माया गरिदिनु होला। आफै पैसा खर्च हुँदैन, एडभान्टेज हो। म त यहाँ जाँदैछ। फाइनल्ली हामी झिल आइपुग्यौँ अहिले। झिलको यात्रामा आज चाहिँ झिल पुरै मान्छे नि छैन नि त्यहाँ। पुरै सुनसान भयो नि त। हाम्रो अड्डामा होइन, चिया खाने अड्डामा। झिल चाहिँ आज पुरै सुनसान रहेछ नि त, केही छैन, मान्छे सान्छे कोही रहेन रहेछन्। आन्टी नमस्ते। नमस्ते। चिया खाम त मिठो, हाम्रो अड्डा अनि फेरि चिया खाने अड्डा कार्ड देखाउन लगाउँछ के ला? यहाँको के कार्ड देखाउनु पर्ने त्यसलाई चाहिँ? ए उपभोक्ता कार्ड पो दिनुपर्छ। हाम्रो आन्टी हुनुहुन्छ यहाँ चाहिँ होइन, एकदम दामी। झिलमा जहिले आउँदा पनि यो होटलमा आउनु होला। हाम्रो अड्डा हो यो। चिया खाम न त चिया। यो बाटो सिधै डक्टरसँग चिया चिया हान्यो। अब चाहिँ हाम्रो भित्र जाने प्लान छ। केही हुँदैन, तिमी भन न। तिमी होइन, तिमी कतिको हाम फाल्न खोज्छौ भन नि त। जम्प हान्न कतिको छिपालु छौ भन त। लाङजममा फेल भएको ला त यो अहिले यो तार हाम फाल्नुपर्छ हामीले। अब हामी त सङ्घर्ष गरेर हामी भित्र छिर्छौँ भनेर। अब यहाँको लोकलहरूलाई फ्रीमा दिन्छ यहाँनिर झिलमा छिर्नलाई होइन। अब हामीलाई चाहिँ यहाँनिर 50 रुपियाँ गोटा लिन्छ क्या। 3 जनाको 150 रुपियाँकै। केटाहरू अघि जाँदैछन्। अब हाम्रो गन्तव्य आउन आँटो। अब अलिकति बाँकी छ। ओ हाम्रो गन्तव्य यहाँ छ। हाम्बाल 50 रुपियाँ 50। ए भुत्ते हाम्फाला न यस्तो त। हामी त जमानामा त उड्दै गरेको चरालाई पक्ड्ने मान्छे हो हामी। ओस् सेरीका 50। अब मेरो पाली होइन। ल त ल त हेरौँ अब 50 को खेल। थाहा पाउँदैन कमान पैसा ल। बिस्तारै बिस्तारै नयाँ कन्टेन्ट हामी चाहिँ एकदम होइन दुखी बाटोबाट छिरेको होइन। यहाँ चाहिँ पैसा जोगाउनु ला। अब यस्तो पनि भिडियो हाल्ने। हाम्रो फाइनल्ली 100 भइसक्यो होइन। म यहाँदेखि फुत्ते हाम्हालिसक्दा 150 रुपियाँ क्या। अब अहिले यत्रो हल्ला गरिसकेपछि सेक्रेटरी थाहा पाउँछ अहिले। आनामाको घना जङ्गलमा आइपुग्यौँ भनेर है। यस्तो बवाल केटाहरू दामी। दुक्की बाटोदेखि छिर्ने एकदम आसान तरिका होइन। अब फेरि अलि निक्लिँदा फेरि हामी गेटदेखि हो नि निक्ल्यौँ। यस कम अन गाइज। झिलको सौन्दर्य यहाँ एउटा यस्तो दामी बाँस छ नि। यो यस्तो बवाल लाग्छ मलाई यो बाँस हो। घरमा रोप्न मन लाग्यो क्या मलाई पनि यस्तै। भरिदिएको छ ल मरिगयो। यसले नि नाम लेख्छ अरे भनेर। ल
डल्लो परेर लेख्न थालो म त है म लेखिदिनु पर्ला हौ, के भन्नु। यो चाहिँ मेरो छम्माको लागि है। मारिस A+R किन यहाँ लेख्दा चाहिँ के पाइन्छ? यो चाहिँ झिल झिलको ब्युटी हो यो चाहिँ झोलिङ्गे पुल छ उहाँनिर केटाहरू डाइरेक्ट जाला नि फेरि। डोरी जोडिएर चाहिँ हामी खेल्नै पाइएन खेल्नै पाइएन पिङ खेल्नु कमन कमन लेट्स मुभ गाइस ओके हामी अर्को ठाउँ जानुपर्छ के होला नाउ जस्तो पनि छ माछा पक्र्ने जाली जस्तो पनि छ अनएक्सपेक्टेड घुमाइ हो यो होइन अब खासमा भन्नुपर्दा चाहिँ हामी काममै हिँडेको म पनि काममै गएको थिएँ तर अब त्यस्तै भयो कामसाम भएन आज सोमबार रहेछ आज सबै बिर्ताउट बन्द थाहा नै भएन तर अब के गरिदिने भन्दाखेरि हाम्रो छोरा मान्छेहरूको यस्तै हो छोरी मान्छेलाई हो 10 दिन अगाडिदेखि घुम्ने प्लान बनाउनुपर्छ यो गर्नुपर्छ त्यो गर्नुपर्छ यस्तो लुगा लाउँछु भन्नुपर्छ उस्तो लाउनुपर्छ दुनियाँ दिवाना हेटेरका दुनियाँ चक्कर घुमाउनुपर्छ होइन तर हामीलाई जाउँ 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 सक्यो जहीँ पनि हामी पुगिदिन्छौँ हामी चप्पलमै जहीँ पुगिदिन्छौँ अनि सकिएन यहाँ चाहिँ कछुवा छ एउटा कच्चासँग फोटो हान्दै एउटा सेल्फी कछुवा हाम्रो झिलमा के छ भनेर चाहिँ होइन सबै म देखाइदिन्छु आज हुन त सबैजना अब आएकै होला होइन देखेकै होला र पनि एकलट फेरि के र नो टेन्सन हेरिदिउँ न बुन्टे कछुवा हेर्नु होला गाइज हो है यो भित्रको यत्रो यत्रो फलेको नेवार हो यो यो खानुहुन्छ यो खाना हुन्छ त यो हुन्छ त ल यो के रहेछ कस्तो रहेछ खाउँ भने यस्तोमा फेरि हाम्रो दोस्ती एकदम कडा खाने फेरि यहाँ चाहिँ गेटको चाबी लगाइरहेको रहेछ होइन तर अब खानुहुन्छ कि हुँदैन होइन थाहा छैन कहिले खाइस् यस गायज कस्तो रेड रेड नेवारो रेड रेड नेवारो आइपुग्यो हामीसँग अब यसरी च्याप्नु पर्छ हेर्नु कस्तो बवाल चाहिँ है च्यात्त धुनु पर्दैन अनि च्यात्त ए हेर भाइ आम्मा ए साला खोइ भित्र खाने हो नेवार हो है दोस्त यो चाहिँ तपाईँहरूकोतिर पाउँछ पाउँदैन थाहा छैन तर यहाँ चाहिँ हेर नेवार हो एकदम प्रोटिन चिज हो यो फेरि हो है दामी छ यो चाहिएमा सम्पर्क गर्नु नेवारो म चाहिँ चाख्दैछु होइन कस्तो रहेछ मैले चाहिँ अगाडि धेरै अगाडि खाइसकेको क्या नेवार त्यो गुलियो छ कि भाइ थोरै चाकुले त यस गाइज नेवारो अरे यो चाहिँ के चाहनु पर्यो त्यो खाउ ल अलिकति खाउ न त यो मात्रै खाउ खाउ न खाउ खाइसके बस केही बुझ्यो पनि छैन केही छैन यस्तो हुँदो बुझ्यो यार। रहेछ खोइ के खाने होला यार यो दानाले क्रिक गर्छ खल्यो न कस्तो नमिठो यार यो गुलियो रहेछ क्या हट तेरिका मन परेन मलाई चाहिँ वाह। नेवारो चाहिँ कामै नलाग्ने रहेछ होइन त्यो नेवारो भन्दा बरु यो 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 मिठो छ यो ओ यसको नाम त के पो है राजा नै यसको नाम त के पो गायज बरु यो चाहिँ अलिकति मिठो मिठो छ जस्तो लाग्छ यसको टेस्ट बरु बबाल छ हो अहिले जिब्रो हेर्नुपर्छ होइन रातो हुन्छ क्या यो खाँदाखेरि यसको नाम पो थाहा छैन त मलाई फेरि खानु चाहिँ हुन्छ तर मैले पहिले पनि खाएको हो यो टन्नै खाएको पहिले सानोमा पाहाडमा यसको नाम त के पो है यो चाहिँ खानु हुँदैन भाइ फेरि यो के को खानु हुँदैन त यही चाहिँ खानुहुन्छ बरु हो त अनि अहिलेको चेरी भाइ यो चाहिँ खानुहुन्छ बरु यो चाहिँ
यो खा त यो जिब्रो होइन यस्तो ए अङ्गेरी 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 हो यहाँ यहाँ हेर्न यहाँ जिब्रो यो खानुहुन्छ ल हेर यो त खाने हो त मेन भनेको त अनि गाइस मैले खाइदिएँ ल ल अम्मै मजा आयो हेलो गाइज यो चाहिँ चेरी हो फेरि चेरी यो चेरी चाहिँ एकदम फेरि बवाल मिठो हुन्छ नि फेरि ल हाँ चेरी ला एउटा डबल चेरी यो खाए चाहिँ जिब्रो रातो हुँदैन अन्त हामी कहाँ भङ्गेराले खाने हामी हामी चाहिँ यहाँनिर आएर होइन के खायौँ चेरी चेरी ए नेवारो खायौँ होइन नेवारो हिलमा आएर यतिको चाहिँ गर्नै पर्छ है अरू यहाँनिर चाहिँ टन्नै खानेकुराहरू त टन्नै टन्नै रहेछ होइन यहाँ लिची पनि रहेछ होइन केटाहरूलाई सबैलाई एक एउटा लिची पनि दिन्छु लिची खाउँ है लिची पनि भेटायो एउटा होइन उसलाई देऊ त एउटा ल तिमीलाई एउटा बोनसमा पैसा तिरेर आएपछि खानेकुरा चाहिँ पक्का दिएर भेट्यो फेरिमा आएर भेटेको हो क्या गुलियो रहेछ दामी बुझ्यो हामी चाहिँ झिलसेल घुमिसक्यौँ होइन सबै एकदम फोटोसोटोदेखि लिएर भिडियोदेखि बनाएर अग्रम बग्रम हामी 1-1.5 घन्टाभन्दा बेसी घुमिसक्यौँ होइन अब चाहिँ फाइनल्ली हामी चाहिँ यहाँदेखि अब हामी निक्लिँदैछौँ अब बुढापाकाको भनाइ थाहा छ नि केटा छिर्दा सियो भएर छिर्नु अरे होइन निस्किँदा फाली भएर निस्किनु अरे क्या त्यो चाहिँ अब हामीमा लागु हुनेवाला छ अघि हामी सियो जस्तो भएर छुसुक्क छिर्दिएको होइन अब हामी फाली जस्तो भएर गेटको बाटो सर्लक्क भएर गइदिने हो क्या ओके गाइज अब चाहिँ हामी यहाँदेखि लगभग निक्लिसकेको अब हामी आइपुग्यौँ बाई आजलाई चाहिँ हाम्रो मिनी भ्लग भन्दा पनि हुन्छ होइन आजको भ्लग यतिमै इन गर्न चाहन्छु अब हाम्रो बाइकहरू यहाँ राखेको छ हामी चाहिँ अब सरर घर लाग्दिने हो जे जस्तो यसो रमाइलो भइहाल्यो एकछिन घुमेर ओके बाई सी यू अगेन भइसक्यो